राम राम टुपु टुपु तरकारी बारीबाट टिपेर ल्याउन त एकदमै मजा लाग्ने। तरकारी फलेर टिप्ने बेलासम्मको मेहनत त कति हो। आज मेरो बारीमा तरकारीको बिउ लगाउँथ्यो। मेरो बुढाले चाहिँ बिहानमा ट्र्याक्टर लगाइदिनु भएको थियो अनि दिनभरि चाहिँ घामले सुकोस् अनि बेलुकातिर चाहिँ माटो ओबान हुन्छ अनि ड्याङ बनाएर तरकारीको बिउ रोप्न सजिलो हुन्छ भनेर आजभोलि बर्खाको बेला छ, पानी जाने ठाउँ पनि छैन। रोड भन्दा तल बारी छ, बारी भन्दा माथि रोड छ अनि कहाँबाट जाने पानी जमेर बसेको बसाइ गरेर हैरान दिने। अनि त्यो भएर चाहिँ मैले तरकारी बोट उम्रे पनि मरेर जान्छ भनेर मैले चाहिँ ड्याङ बनाएर तरकारी रोप्न सुरु साथी। अनि यो तरकारी रोपुन्जेल यो फलुन्जेल यसलाई मेहनत गरुन्जेल चाहिँ त्यसले ओहो तिमीले यति काम गर्नला रहेछौ नि त अनि सघाइन्छ भने कोही आउँदैन। जब यो तरकारी फल्छ अनि अब मैले कुनै बेला टिप्न ला हुन्छु, म बारीतिर झाडु फैलान्छु, ओहो यस्तो घाममा नि कति काम गरे तिमीले, कति काम गरे यस्तो घाममा, कस्तो मजाले फलाएको, हाम्रो त बारीमा फल्दैन किन होला भन्ने यता त्यता एनतेन कुरा गर्ने अनि दिउँ दिउँ जस्तो लाग्ने होइन। मागेका त हुँदैन नि किन चाहियो र भनेर मुखले पनि ठिक पार्छन्। अब त्यसो भन्दा भन्दै नि दिन्छु दिन चाहिँ अब दिए हुन्छ जस्तो गरिसकेपछि दिन परेको अनि दिन पर्यो भनेर नि त्यस्तो कुनै होइन। बाँडेर खाएकै राम्रो हो। काम गरे बेला चाहिँ देख्दैनन्, त्यही तरकारी फलेको चाहिँ देख्छन्। कस्तो आँखा थियो, मलाई छक्क लाग्छ क्या। काम गरेको नदेख्ने आँखा, तरकारी फलेको चाहिँ कस्तो देख्ने आँखा। अनि अर्को खालको मान्छे कस्तो हुनु भने के गरौँला कहाँ कहाँ पुउँला भन्ठाने होला के कति चाहिँ कमाउँछु भन्ठाने होला, घाम चर्काउनु बस्न मन नलाग्ने, के को तिर्सना हुनु, आफ्नै बारीको ताजा टिपेर खान पाइन्छ भनेर यही बारीको तरकारी बेचेर घर गाडी सबै किन्दैछु, बङ्गला किन्दैछु भन्न नि नमिल्ने, भन्न नि सकेको छैन आजसम्म।